हेलो एन्ड वेलकम टु माई च्यानल। अनि आज चाहिँ हाम्रो लक्ष्मी लघु वित्तीय संस्था लिमिटेडले चाहिँ केन्द्रीय कार्यालय कपन मार्ग महाराजगञ्ज भएको चाहिँ लक्ष्मी ब्याङ्कको चाहिँ सहायक ब्याङ्कमा वित्तीय संस्थाको रूपमा चाहिँ चिनिन्छ र यस लक्ष्मी सनराइज ब्याङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा हो भनेदेखि नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको इजाजत प्राप्त लघु वित्तीय संस्थामा पर्छ। लक्ष्मी लघु वित्तीय संस्थाले चाहिँ राष्ट्र ब्याङ्कबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त राष्ट्रिय स्तरको लघु वित्तीय संस्था हो भने लक्ष्मी सनराइज ब्याङ्कको सहायक कम्पनीको रूपमा प्रवर्धित यस संस्थाको हाल 7वटा प्रदेशमा 90वटा शाखा कार्यालयहरूबाट लघु वित्त सेवा प्रदान गरिरहेको छ र वित्तीय सेवा नपुगेको क्षेत्र वर्गमा लघु वित्तमा सम्पूर्ण सेवा सुविधाहरू लघु कर्जा, लघु बचत, लघु बीमा, विप्रेषण, मोबाइल बैंकिङ प्रदान गरी सो क्षेत्र वर्गको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने मुख्य लक्ष्य यस संस्थाले लिएको छ। संस्थालाई तपसिल अनुसारको कर्मचारीलाई आवश्यकता रहेकोले योग्यता पुगेको इच्छुक उत्साहित परिणाममुखी नेपाली नागरिकहरूबाट चाहिँ दरखास्त आह्वान गरिन्छ भनेर भनेको छ। र यहाँ सूचना प्रविधि आइटी सहायक भनेर चाहिँ आइटीको लागि खुलाएको छ भने अर्को चाहिँ कनिष्ठ सहायक केही भनेर अनि त्यस पछाडि सूचना प्रविधिमा चाहिँ एकजना भनेर खुलाएको छ भनेदेखि आइटी प्रविधिको लागि तपाईँले मान्यता प्राप्त शिक्षक संस्थाबाट चाहिँ आइटी विषयमा स्नातक तह उत्तीर्ण गरेको र यहाँनिर विशेष प्राथमिकता चाहिँ यस्तो यस्तो जानेको सम्बन्धित एक कार्य अनुभव गरेको उम्मेदवारलाई चाहिँ विशेष प्राथमिकता दिनेछ भनेर भनेको छ भनेदेखि कनिष्ठ सहायकमा चाहिँ प्रवीणता +2 पास गरेर चाहिँ उत्तीर्ण गरेको हुनुपर्नेछ र लघु वित्तीय संस्थामा चाहिँ 1 वर्ष कार्य अनुभव छ भने चाहिँ त्यसलाई प्राथमिकता दिनेछ भनेर भनेको छ। त्यस पछाडि उमेरको चाहिँ दुवैको चाहिँ 18 वर्ष पुरा नभई 18 पुरा भई 30 वर्ष ननाएको भन्ने भनेको छ। त्यसकारण महिला उम्मेदवारलाई चाहिँ 5 वर्ष थप्ने भनेको छ। परीक्षाको किसिम भनेको चाहिँ कनिष्ठ सहायक पदको लागि चाहिँ संस्थाको आवश्यकता अनुसार प्रदेश अनुसार छनौट गर्ने भएको हुँदा पछि जानकारी गराइनेछ भनेर भनेको छ। प्रदेशमा चाहिँ राख्ने भनेको छ र सूचना प्रविधि सहायक भनेको चाहिँ आइटी विभागको लागि चाहिँ टेलिफोन मार्फत जानकारी गराइनेछ भनेको छ। त्यसपछि काम गर्नुपर्ने स्थान भनेको चाहिँ विज्ञापन नम्बर 1 ले संस्थाको केन्द्रीय कार्यालय तथा विज्ञापन नम्बर 2 ले हाल सञ्चालित शाखा कार्यालयहरू तथा भविष्यमा खोलिने नयाँ शाखाहरू कार्यालय बनेको छ र पद प्रकृति भनेको 6 महिनाको परीक्षणकाल अवधिमा कार्य सम्पादन सन्तोषजनक भएमा स्थायी गरिनेछ भनेर भनेको छ। तलब तथा भत्ता भनेको संस्थाको नियम अनुसार भनेको छ भने दरखास्त फारम बुझाउने माध्यम भनेको दरखास्त फारम संस्थाको वेबसाइट http://laxmilogvit.com मा दरखास्त अनलाइन भर्नुपर्नेछ भनेको छ। दरखास्त साथ संलग्न चाहिँ विज्ञापन नम्बर SLC SC +2 स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र, विज्ञापन नम्बर 2 को लागि नागरिकता SLC SC र 10 +2 प्रतिनिधित्व संस्थाको फिल्ड सञ्चालन सम्बन्धी कम्तीमा 1 वर्ष कार्य अनुभव भएको प्रमाणपत्र मात्र संलग्न गर्नुपर्नेछ भनेको छ। दरखास्त फारम अन्तिम मिति भनेको 2082 7 महिना 28 गते कार्यालय समयभित्र गर्न सकिनेछ भनेर चाहिँ लक्ष्मी वित्तले चाहिँ खुलाएको छ र यो चाहिँ एकदमै राम्रो संस्था हो। तपाईहरु जानुभयो भने चाहिँ यहाँनेरि चाहिँ तपाईले राम्रो काम गरेर देखाउनु भयो भने 6 महिनामा तपाईले थाई को रूपमा लिएर चाहिँ तपाईलाई चाहिँ एकदमै राम्रो स्यालेरी सहितको चाहिँ जब भ्याकेन्सीमा एप्लाई गरेर तपाईले जब खान सक्नुहुन्छ। धन्यवाद। फेरि अर्को नेक्स्ट भिडियोको लागि मेरो युट्युब च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। धन्यवाद।